हाई गाइज, आज मैले 3 महिनापछि चाहिँ फेरि कन्टेन्ट क्रिएसन चाहिँ रेगुलर गर्नु पर्यो, भएन यस्तो अल्छी भएर भन्ने सोचेर चाहिँ आज मैले यो भिडियो एडिट पनि गरिसकेँ। हेर्नुहोस् हैन, मलाई चाहिँ यो एकचोटि पज लिएपछि चाहिँ यस्तो अल्छी लाग्छ नि। आज गर्छु भोलि गर्छु भनेर भोलि कहिले पनि आउँदैन कि। हामी त्यो पहिला पढ्थ्यौँ नि, भोलि कहिले पनि आउँदैन, त्यस्तै हुन्छ मलाई चाहिँ। नि आज चाहिँ भएन, अति भयो, यस्तो अनप्रोडक्टिभ भएर त बस्नु भएन भनेर आफूलाई पुस गरेँ। अनि त्यसपछि चाहिँ मैले अझ ट्याक्क यो तरकारी बनाउन लाग्थेँ। अनि म भिडियो पनि खिच्छु नि त भनेर अनि खिचिहालेँ। अनि त्यसपछि मैले फटाफट एडिट पनि गरेँ। आज मैले चाहिँ मसरुम र आलुको तरकारी बनाएको थिएँ। अनि त्यसपछि योसँग खानको लागि चाहिँ मैले त्यहाँ पराठा चाहिँ अलरेडी यो रेडिमेड पराठा लिएर आएको थिएँ। त्यसलाई चाहिँ घिउ मात्र हालेर तताए हुन्छ। अनि मैले यसरी तताएँ ओरेँ। अनि त्यसपछि यो मसरुम र आलुसँग खाएँ। यस्तो मिठो भएको थियो गाइज। हजुर पनि यो रेसिपी त हजुरले हेरिहाल्नु भयो, मैले चाहिँ यसरी बनाउँछु, यस्तो मिठो भएको थियो। हजुर पनि ट्राई गर्नुहोस्। अनि के गर्दै हुनुहुन्छ त्यो चाहिँ रेगुलर रूपमा गर्नुहोस्। कन्सिस्टेन्सी नै के हो नि त, त्यही भएर यसरी मैले जस्तो चाहिँ बिचमै त्यो छोड्ने काम चाहिँ नगर्नुहोस्। जे काम गर्दै हुनुहुन्छ त्यसलाई चाहिँ रेगुलरिटी दिनुहोस्। हस् त, बाई बाई। आज त्यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउँछु। बाई गाइज, टेक केयर।